हेलो गाइज, के छ? वेलकम ब्याक मेरो फेसबुक च्यानलमा है। सबैलाई स्वागत छ। हामी जाँदैछौँ यहाँ आज माथि देवगढतिर घुम्न है। दाजुहरू पछाडि हुनुहुन्छ, साथी अशोकसँग हामी जाँदैछौँ। नजिकै अब हाम्रो यहाँ श्रीनारायण चोक पुग्दैछौँ हामी। यसपछि हामी अब श्रीनारायण चोकपछि अगाडि लाग्नुपर्ने हुन्छ है। अगाडि चाहिँ तपाईँको है अलिकति भिडभाडपछि हामी निस्किहालेको छौँ है त। त्यसपछि हामी अगाडि उद्यामाथिदेखि त्यही डाँडामा यो टपमा पुग्नुपर्ने छ। यहाँदेखि लगभग तपाईँको 8 किलोमिटर पर्छ है। यहाँदेखि हामी नयाँ गाउँ पार गरेपछि जाँदैछौँ है त। रमाइलो छ, आज मौसमले साथ दिएको छ है। त्यही पानी नपरोस् भन्ने हाम्रो इच्छा छ। तनाव हुन्छ बाटोहरू तपाईँको मलिलो टाइपको, अब खासै भएको छैन। यही त है, सरकारले बजेट हालिदिन्न, राम्रो बाटो कहाँबाट होस् है त। गाह्रो हुन्छ। अलिअलि साइडमा नालीको त बनाएको थियो है, पहिला आएको थियो। एकतिर मात्र नाली बनाएको छ। हामी चाहिँ सर्दैछौँ स्टार्टिङ है त। दाजुहरू आउँदै हुनुहुन्छ, पछाडि देखिरहनु भएको थियो। जाँदैछौँ गाइज, फेरि पछि जाँदैछौँ। हाम्रो बाइकको चाहिँ इन्जिन तातेर हामी वेटिङ गर्दैछौँ है त। दुईजना बाइकहरू अगाडि निस्केर गइसक्नु भएको दाजुहरू। हाम्रा आउँदै हुनुहुन्छ एकछिन आर्मी सोल्जरहरू है। एकछिन वेटिङमा छौँ हामी। ड्राइभरले नलाएपछि मैले हेलमेट लाएर अड्डिनु परेको छ यहाँ है। ठिक छ त। अब हामी एकछिन पछि ल आइसक्यो त। अब अगाडि बढ्ने कार्यक्रम जारी नै छ हाम्रो। फाइनली हामी देवीगढको नजिकै पुगेका छौँ। अब यो टर्निङ पछि चाहिँ लास्ट जस्तो लाग्छ मलाई। घरहरू देखिसकेको छ त्यहाँ। फाइनली देवीगढ पुग्यो भनौँ न है। आज पिकनिक कार्यक्रम कता हुन्छ हाम्रो ठ्याक्कै है ठेगान छैन हाम्रो अहिले, कहाँ हुन्छ है। दाजुले के भन्नुहुन्छ त देख्न सक्नुहुन्छ उतातिर तपाईँको ठ्याक्कै ठाउँ त के पर्छ, तर मस्त हाइटमा पहाडहरू छ है। यहाँ तपाईँको हल्का घरहरू छ भनौँ, छ यहाँ केही 15-20वटा बस्ती घरहरूलाई यहाँ। हाम्रो यहाँबाट हिँड्ने चाहिँ हाम्रो उता मन्दिरतिर चाहिँ घुम्न जाने प्लानिङ भएको छ। एकचोटि मन्दिर दर्शन गरेर आउनेछौँ। हेर्न सक्नुहुन्छ यहाँ पनि राम्रै पर्छ। बाटोमा चाहिँ दामी बनाएको भए यहाँले है, राम्रो पिसेज भएको दामी चाहिँ ट्राभलिङ टाइपको टुरिस्ट टाउन जस्तो ठाउँ चाहिँ थोरै यहाँ अलिक गेस्ट हाउस टाइपको भएपछि चाहिँ दामी बेटर हुन्थ्यो। कहाँ यार हेमन्त भाइजान, छिटो आना। यहाँनिर अहिले ठुल्ठुलो कति यो जोम दिँदैनन् सागर अनि बजार गरेर मेन घन्टी त यो होला। घन्टी बजार गराइन सरले। खासै त्यो टिको लगाइदिनुहुन्छ नि हामी सबैलाई, माजुलाई दिनु पर्यो।
हामी चाहिँ पुजारीवाला रिक्वेस्ट गर्दैछौँ हामी पूजाको लागि होइन कति नुहाएर आएका छैनौँ कतिले कोही दर्शन गर्ने कसैले टिका एलाउडै छैन अहिले कसैको जुरो परेको छ ठिक छ कोही घुम्ने कोही फोटो खिच्ने कार्यक्रम जारी नै छ हाम्रो अशोकले चाहिँ रिक्वेस्ट गर्दै थियो फोटो भनेको बेलैमा खिच्नुपर्छ है बुढेसकालमा हेर्न आनन्द आउँछ भनेको दाइलाई खाने केही क्यामेरामा कोही दिएका तस्बिरहरू ल यता गाइज हामी फाइनली भद्रकाली देवकोटको मन्दिर दर्शन गरेर भद्राक्षी माको दर्शन गरेर फर्किँदैछ गाइज क्यामेराम्यान भ्लगर हाम्रो राज विष्णु हुनुहुन्छ यहाँ उता जाँदै हुन्छ हाम्रो दाजु हुनुहुन्छ यहाँको दाजु जुत्ता सुत्ता लाएर सकियो दाइको आज ठिक छ दाइ रमाइलो भयो नि आज मन्दिर दर्शन ल थाहै छैन है दाइ म ऊ खसिएर दिन्छन् पाडा दिन्छन् त दाइ थाहै छैन म त अब हामी चाहिँ यहाँबाट फर्किँदैछौँ यहाँ पहिलो पनि हामी यहाँ थियौँ है 5-6 महिना अगाडि नै आएको थियो हाम्रो आर्यन सोल्टी राजा कति आएका साथीहरू चाहिँ छैनन् सम्झिरहेको छ सबै सोल्टी राजा हाम्रो गोरे भाइ बसन्त भाइहरूलाई त्यो चाहिँ हामी फर्किँदैछौँ हामी त्यहाँ अब नास्ता कार्यक्रमको लागि ठ्याक्क आइपुग्यो है जाँदैछौँ यहाँ होटलहरूमा केही लिने है कसैले के चल्छ कसैलाई के है के कोहीले हाम्रो यहाँबाट प्लानिङ भएर हामी चाहिँ तल सल्ले झर्ने प्लानिङ भएको छ हामी सामान आवश्यक सामानहरू चाहिँ किन्दैछौँ है अब यहाँबाट हामी लाग्दैछौँ सल्लेतिर है अशोक ब्रदरको कन्ट्याक्टमा चाहिँ हामी जाँदैछौँ है प्युठानका हुनुहुन्छ टिमहरू बाजे चौर स्पेसली पहिले अशोकको टिमहरू चाहिँ बसिसकेको रहेछन् पहिले है 2-4जना साथीभाइ आएर जाँदैछौँ कस्तो छ है त जाउँ फर्स्ट टाइममा म त सल्ले दिएर बाटोको हाल यही नै हो है हाम्रो दाजुहरू है यस्तो छ कहीँ पहिरो गएको छ घरबार छैन यता घरहरू छैन बस्तीहरू है जङ्गलको बिचमा छ हामीहरू बाइक पार गर्दै भनौँ न है अप्ठ्यारो छ कतिलाई कन्ट्रोल गर्न नसक्ने भएर पालै पालो बाइक सार्दैछौँ हामी फाइनल है त गाइज हामी चाहिँ अब सल्लेदेखि यो खै सल्लेतिर नै पर्छ होला यो एरिया है खासै फर्स्ट टाइम आएको म त सबै कोही कता कोही सामान छुटेर उतै छन् है देवीकोटतिरै कोही अगाडि गएछन् है रमाइलो छ सिनहरू हेर्न सकिन्छ है मस्त रहेछ अब के भन्नु है गाउँ त भइगयो अलिअलि घर है कोही कहाँ छुट्यो उहाँ 2वटा बाइक छोडेर म त दाजुहरू छुट्यो त्यही हो बाजे घर त्यही हो त्यो ख्याल गरेपछि हामी चाहिँ झर्दैछौँ बाजेको त्यही त नि आली खेत के भन्छ है यता त बाजेले हल्का किराहरू लाउनु भएको रहेछ है यता नि ठिक छ बाजे एक्लै बस्नुहुन्छ भन्ने सुनेको थिएँ है त्यही भन्दै थियो अशोक अगाडि गइसकेका छ है हामी जाँदैछौँ हेमन्त भाइ पछाडि छ अब त्यही त बिस्तारै झर्नु पऱ्यो है हेर्न सक्नुहुन्छ अब बस्तीहरू यहाँ छैन खासै उता माथितिर 1-2टा घर देखिएको थियो शान्त ठाउँमा है त्यही त हामी चाहिँ फाइनली कुरा गरेर हामी यहाँ चाहिँ अब लोकल भाले खाना प्लानिङ 1.5 किलो प्लस अर्को पनि थियो है हामीले यसमा यो भिडियोमा ल्याएका छैनौँ 3 किलो भालेलाई कटिङ हुँदैछ हाम्रो यो लगत्तै हामी चाहिँ बाजेकोमा घरको छेउछाउमा हामीले केही तस्बिरहरू लिएका छौँ सम्झनाको लागि है यो दिनहरू फेरि फर्केर नआउला तर यादहरू चाहिँ कैद गरेर राख्न सकिन्छ भन्ने बनाइलाई राख्दै है लिएका छौँ तस्बिरहरू है
गोविन्द दाजु है, हेमन्त भाइले पनि सहयोग गर्दैछ। हाम्रो दाजै सोल्टे हाम्रो आदरणीय बाजे हुनुहुन्छ है, तिमुर चौरे बाजे भन्नुहुन्छ, उहाँको ठ्याक्कै नामै थाहा भएन, अशोक है। उसले पनि आज पुरै बुहारीले ल्याइ पुरा एउटा कर्तव्य निभाइरहेछ भनौँ है, लागि परेछ है, सबै मिलिजुली गरिरहेको कसले सक्दो काम, कसले के भ्याइरहेछ त्यही गर्दैछौँ। दाइ स्पेसली कुक बाजे त्यसमा हामी फेरि पुनः आउने छौँ भने मेरो सानो यो भ्लग अन्त्य गर्छु है त गाइस। ल बाई सबैलाई।